हाई गाइज वेलकम टु माई युट्युब च्यानल। र आज चाहिँ म आइसकेको छु एउटा नयाँ भिडियो लिएर। र आज चाहिँ म हेटौँडा जानको लागि रेडी भइसकेँ। अनि हाम्रो चाहिँ भोलिबाट हेटौँडामा साइकोसोसियल काउन्सिलिङको सेकेन्ड मोड्युल ट्रेनिङ सुरु हुँदैछ। र त्यो अटेन्ड गर्नको लागि चाहिँ म यहाँबाट जाँदैछु हैन। अहिले चाहिँ म काठमाडौँमा छु। र अब आज चाहिँ हाम्रो शिवरात्रि पनि हो। शिवरात्रिको सबैजनालाई शुभकामना, धेरै धेरै ह्याप्पी शिवरात्रि। सबै शिवरात्रि यता एक ठाउँमा छ, तर आफूलाई चाहिँ हतार हतार हिँड्नेकै हतार मात्रै भइरहेछ हैन। त्यही पनि अब उता हेटौँडामा गएर सबैजना साथीहरू भेटघाट भएर शिवरात्रि मनाउने नै छौँ होला सायद। र अब अहिलेको लागि चाहिँ म निस्किन्छु। र मेरो अबको यो 10 दिनको ट्रेनिङ छ हाम्रो। 10 दिनको ट्रेनिङमा चाहिँ के हुनेवाला छ, हामीले के गर्छौँ भन्ने कुराहरू चाहिँ देखाउन चाहन्छु। अहिलेलाई चाहिँ यति नै, बाई बाई। Hello guys. Hello guys. Mr. Bungo. एउटा त लानुपर्छ भन्नु अनि फेरि मैले यही यो हाल्दा त झोलै भर्नु रहेछ कि अनि यो लाग्छ अनि भित्र बस्दा नि अनि मैले यस्तो नि तीनजना अहिले तातो गर्मी हुँदैछ। झरेर हिँड्दैछौँ मयुरीमा। सामीको त एउटा आफ्नो उद्देश्य छ, एउटा नेपालको एउटा आफ्नो उद्देश्य छ। त यहाँहरू मनोसामाजिक परामर्शकर्ता हुनुहुन्छ। यहाँहरूको लागि त्यो स्थानीय तहमा भएका सबै नागरिक, यो होइन कि विदेश गएका, विदेशबाट फर्केका, विदेश जान लागेका सबैलाई यदि यस्तो समस्याहरू आइपुग्यो भने यहाँहरू सबैको लागि एउटा मनोपरामर्शकर्ताको रूपमा चाहिँ जानुभएको छ। तपाईँहरू त्यहाँको स्ट्रेन्थ हुनुहुन्छ त्यस स्थानीय तहको। सरले लास्टमा एउटा कुरा बडो राम्रो भन्नुभयो। हामी नेपालीको एउटा के बानी हुन्छ भने मजाले गरेर कम्युनिटी हाम्रो यादव गुरुलाई भजन मार्फत सुनाइदिनु हुन म अनुरोध पनि गर्न चाहन्छु। सबैजना नाचेर एकचोटि पुनः एकपटक साथ दिनु हुन म अनुरोध पनि गर्न चाहन्छु। युवा पुस्तामा चाहिँ भजनको रौनक बढाउनको लागि एमआरएल हेटौँडाले चाहिँ आज यो जुन आयोजना गरेको छ, अहिले हाम्रो युवा पुस्ता बिग्रिने क्रममा छ। यो युवा पुस्तालाई सुधार्नको लागि धर्म संस्कृति र भजन मार्फत हामीले युवा पुस्तामा नयाँ सन्देश दिन गइरहेका छौँ। यसको लागि म एकपटक एमआरएललाई एकपटक पुनः जोरदार तालीले उहाँहरूको यो कार्यको लागि म धन्यवाद दिन चाहन्छु। र यादव गुरुलाई फेरि कृष्ण गए बनेमा राधिकालाई सम्झिनु भयो।
गाइज आज चाहिँ हामी हाम्रो यो हेटौँडा मन्दिरमा आइपुगेको छौँ अनि हामी सबैजना कोही बाइकमा कोही अटोमा कोही हिँड्दै पनि आइपुग्दै हुनुहुन्छ। मन्दिर चाहिँ यस्तो छ अनि हामी आइपुगेको छौँ अनि यहाँबाट चाहिँ हेटौँडा बजार पुरै देखिन्छ अरे, तर आज चाहिँ यो वेदर कस्तो हुसुलाए जस्तो भएर केही पनि नदेखिरहेको छ। त्यही पनि साथीहरूसँग आउनु पाउँदाखेरि चाहिँ एकदम खुसी पनि लागिरहेको छ।